डेस्कटप कम्प्युटरको कुरा गर्दा एउटा नाम छ जुन सबैको दिमागमा आउँछ, विन्डोज, होइन त? यो त दशकौंदेखि राजा बनेर बसेको छ, तर कसरी? अनि यसको सबैभन्दा ठूलो प्रतिस्पर्धी लिनक्स, जसले पर्दा पछाडि बसेर प्रविधिको संसार चलाइरहेको छ, सँग यसको सम्बन्ध कस्तो होला? आज हामी यही अपरेटिङ सिस्टमको युद्ध र उनीहरूको अनौठो सहकार्यको कथालाई खोतल्नेछौँ। आजको हाम्रो यात्रा कस्तो हुनेछ त? पहिले हामी विन्डोजको बजार प्रभुत्वबाट सुरु गर्नेछौँ अनि यसका विभिन्न संस्करणहरूलाई निहाल्नेछौँ। त्यसपछि गेमिङमा यसको पकड किन यति बलियो छ भनेर बुझ्नेछौँ अनि लिनक्सको लुकेको साम्राज्यको पर्दाफास गर्नेछौँ र अन्त्यमा यी दुई प्रतिस्पर्धीहरू कसरी एकसाथ काम गरिरहेका छन् भन्ने अचम्मको कथा खोल्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, डेस्कटपको राजा। अपरेटिङ सिस्टमको संसार बुझ्नको लागि सबैभन्दा पहिले त बजारमा विन्डोजको पकड कति बलियो छ भनेर हेर्नै पर्छ। यो तथ्याङ्कले कथा एकदमै स्पष्ट बताउँछ। विन्डोज एक्लैले बजारको लगभग 70% हिस्सा ओगटेको छ। यसले आफ्ना निकटतम प्रतिस्पर्धीहरू जस्तै एप्पलको म्याकओएस र लिनक्सलाई धेरै पछाडि छोडेको छ। यो त एक किसिमको एकाधिकार नै भयो नि। हो, 70.28%। यो केवल एउटा सङ्ख्या मात्र होइन, यो त एउटा यस्तो प्रभुत्व हो जसले पुरै प्रविधिको इकोसिस्टमलाई नै आफ्नो वरिपरि घुमाउँछ। अब यो प्रभुत्वको असर साँच्चै गहिरो छ। यसले हामीले कुन सफ्टवेयर प्रयोग गर्छौँ र कस्तो हार्डवेयर किन्छौँ भन्ने कुरामा सिधै प्रभाव पार्छ। डेभलपरहरू पनि स्वाभाविक रूपमा त्यही प्लेटफर्मको लागि सफ्टवेयर बनाउन चाहन्छन् जहाँ सबैभन्दा धेरै प्रयोगकर्ता छन्, र त्यो प्लेटफर्म हो विन्डोज। तर विन्डोजभन्दा हामी के बुझ्छौँ? कि यो एउटै मात्र चिज हो? होइन, यो त विभिन्न प्रयोगकर्ताहरूको लागि डिजाइन गरिएको उत्पादनहरूको एउटा पुरै परिवार हो। यो तालिकाले हामीलाई विन्डोज 11 का मुख्य संस्करणहरू होम, प्रो र इन्टरप्राइज बीचको भिन्नता छर्लङ्ग पार्छ। हरेक संस्करणलाई कुनै न कुनै खास प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको छ, चाहे त्यो घरमा प्रयोग गर्ने होस्, अफिसमा काम गर्ने व्यवसायी होस् वा ठूलो संस्था। आउनुहोस् यसलाई अझ नजिकबाट हेरौँ। अब विन्डोज 11 होम संस्करण। यो भनेको सामान्य प्रयोगकर्ता र गेमरहरूका लागि हो। यसमा नयाँ डिजाइनको स्टार्ट मेनु, एकैपटक धेरै काम गर्न सजिलो बनाउने स्न्याप लेआउट्स र गेमिङ अनुभवलाई अझ राम्रो बनाउने डाइरेक्ट्स 12 अल्टिमेट जस्ता फिचरहरू छन्। भन्नुको मतलब दैनिक काम र मनोरञ्जनको लागि यो एकदमै उपयुक्त छ। अनि आउँछ प्रो संस्करण। यसमा होमका सबै फिचरहरू त छन् नै, तर त्यसमाथि व्यवसायीहरूका लागि आवश्यक पर्ने सुरक्षा र व्यवस्थापनका टुलहरू थपिएका छन्। जस्तै बिटलकरले तपाईँको डाटालाई सुरक्षित राख्छ भने रिमोट डेस्कटपले टाढाबाटै आफ्नो कम्प्युटर चलाउन मद्दत गर्छ। तर एउटा यस्तो क्षेत्र छ जहाँ विन्डोजको प्रभुत्वलाई कसैले चुनौती दिन सकेको छैन। त्यो हो पीसी गेमिङ। आखिर किन होला? यसको पछाडि एउटा निकै रोचक चक्र छ। यो भनाइले सबै कुरा बताउँछ। विन्डोज सबैले प्रयोग गर्ने अपरेटिङ सिस्टम हो, किनभने विन्डोज सबैले प्रयोग गर्ने अपरेटिङ सिस्टम हो। यो एउटा यस्तो फिडब्याक लुप हो जसले आफैलाई झन्झन बलियो बनाउँदै लैजान्छ। यो चक्र कसरी काम गर्छ? आउनुहोस् हेरौँ। पहिलो, विन्डोजको बजार हिस्सा विशाल छ, त्यसैले गेम डेभलपरहरूले विन्डोजलाई नै लक्षित गर्छन्। फलस्वरूप धेरैजसो गेमहरू विन्डोजमा रिलिज हुन्छन् अनि गेमरहरूले विन्डोज पीसी नै किन्छन् र यसले गर्दा बजार हिस्सा फेरि अझ बढ्छ। यो एउटा यस्तो चक्र हो जसलाई तोड्न धेरै गाह्रो छ। र यो पुरै चक्रको मुटुमा के छ त? माइक्रोसफ्टको डाइरेक्ट एक्स एपीआई। यो एउटा यस्तो टुलसेट हो जसले गेम डेभलपरहरूलाई कम्प्युटरको ग्राफिक्स हार्डवेयरसँग सजिलैसँग काम गर्न दिन्छ। यो विन्डोजको अभिन्न अङ्ग बनेर गेम डेभलपमेन्टको लागि उद्योगको मानक नै बन्यो, जसले डेभलपरहरूलाई दशकौंसम्म विन्डोज इकोसिस्टममा बाँधिराख्यो। ल, अहिलेसम्म हामीले डेस्कटपको राजाको कुरा गर्यौं, तर अब कथामा एउटा ठूलो ट्विस्ट आउँदैछ। जब डेस्कटपमा विन्डोजको राज चल्छ, कम्प्युटिङको अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा एउटा अर्को अपरेटिङ सिस्टमको पूर्ण प्रभुत्व छ। यहाँनिर कथाले साँच्चै रोचक मोड लिन्छ। डेस्कटपमा विन्डोजको 70% प्रभुत्व छ, तर जब हामी विश्वका शीर्ष 500 सुपर कम्प्युटरहरू हेर्छौँ, तस्विर पुरै उल्टो हुन्छ। त्यहाँ लिनक्सको हिस्सा छ 100%, हो 100%। यो भिन्नता साँच्चै अचम्म लाग्दो छ, हैन र?
तर लिनक्सको साम्राज्य सुपर कम्प्युटरमा मात्रै सीमित छैन है। इन्टरनेट चलाउने लगभग आधा क्लाउड वर्कलोड, अधिकांश सर्भरहरू र विश्वका 78% भन्दा बढी डेभलपरहरू यही अपरेटिङ सिस्टममा निर्भर छन्। यो आधुनिक प्रविधिको अदृश्य मेरुदण्ड हो भन्दा फरक पर्दैन। अब हाम्रो यात्राको अन्तिम तर सबैभन्दा रोचक खण्डमा जाउँ। जब यी दुई कट्टर प्रतिस्पर्धीहरूले हात मिलाउँछन् तब के हुन्छ? हेरौँ यो असम्भव जस्तो देखिने गठबन्धनको कथा। परिचय गरौँ विन्डोज सबसिस्टम फर लिनक्स वा छोटकरीमा भन्दा WSL। यो विन्डोजको एउटा यस्तो कम्पोनेन्ट हो जसले प्रयोगकर्ताहरूलाई भर्चुअल मेसिनको झन्झट बिना नै विन्डोजभित्रै वास्तविक लिनक्स वातावरण चलाउन दिन्छ। WSL को पहिलो संस्करण WSL1 एक किसिमको अनुवादक जस्तै थियो। यसले लिनक्स सिस्टम कलहरूलाई विन्डोज कलहरूमा अनुवाद गर्थ्यो। यो एउटा चलाक तरिका त थियो, तर यसका केही सीमितताहरू थिए। तर WSL2 ले त पुरै खेल्ने परिवर्तन गरिदियो। अनुवाद गर्नुको सट्टा यसले एउटा हल्का भर्चुअल मसिनभित्र वास्तविक पूर्ण लिनक्स कर्नल अर्थात् लिनक्सको मुटु नै चलाउँछ। यसले गर्दा प्रदर्शन उत्कृष्ट हुन्छ र अनुकूलतामा कुनै सम्झौता गर्नु पर्दैन। त्यसो भए यसले के फरक पार्छ त? डेभलपरहरूका लागि त यो वरदान जस्तै हो। उनीहरूले शक्तिशाली लिनक्स कमान्ड लाइन टुलहरू प्रयोग गर्न सक्छन्, विन्डोज र लिनक्स एपहरू एकैसाथ चलाउन सक्छन् र एउटै मसिनमा दुवै अपरेटिङ सिस्टमको शक्तिलाई एकै ठाउँमा ल्याउन सक्छन्। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। के कम्प्युटिङको भविष्य प्रतिस्पर्धाको बारेमा हो वा एकीकरणको? WSL ले देखाउँछ कि कहिलेकाहीँ सबैभन्दा ठूला प्रतिस्पर्धीहरू पनि सँगै मिलेर केही अझ राम्रो र शक्तिशाली बनाउन सक्छन्।